अब यो फ्रान्सलाई हराउन सक्ने भनेको केटा हो कि रेफ्रीले हो कि फिफाले हो कि हातले गोल हानेर हो है। खुट्टाले गोल हानेर त यो टिमलाई कसैले हराउन सक्ला जस्तो लाग्दैन। जुन टिम आउँछ अगाडिबाट तेल पछाडिबाट धुवा निकालेर जान्छ। सो आखिर यो फ्रान्सको टिमलाई कुन टिमले रोक्न सक्छ केटा हो? मलाई त लाग्दैन है कुनै पनि टिमले यो फ्रान्सको टिमलाई रोक्न सक्छ जस्तो लाग्दैन। फ्रान्स वर्ल्ड कप जित्न आएको, अब वर्ल्ड कपै जितेर जान्छ केटा हो। फ्रान्सलाई कुनै पनि टिमले रोक्न सक्छ जस्तो लाग्दैन है। एउटा टिम थियो फ्रान्सलाई रोक्न सक्ने टिम, त्यो पनि आउट भएर गइसक्यो। अब अरू कुनै पनि टिमसँग त्यस्तो तागत छ जस्तो लाग्दैन है फ्रान्सलाई रोक्न सक्ने। सो फ्रान्स 2 मोरक्को 0। आज भएको गेममा फ्रान्सले मोरक्कोलाई 2-0 ले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको छ र यो सँगै फ्रान्स ब्याक टु ब्याक 3वटा वर्ल्ड कपमा सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ र उनीहरू ब्याक टु ब्याक फाइनल पनि पुग्छन्। यो अब आशा चाहिँ मान्नुपर्ने कुरै छैन, कुनै डाउटै छैन। अब फ्रान्सलाई रोक्न सक्ने त कुनै मिराकल आशा चाहिँ भयो भने हो, नभए फ्रान्सलाई रोक्न सक्ने टिम कुनै पनि छैन। अब फ्रान्ससँग खेल्नेवाला छन् बेल्जियम अथवा स्पेन। त्यो दुईवटा टिममा जुन टिमले जित्छ त्यो टिम चाहिँ फ्रान्ससँग सेमिफाइनल खेल्नेवाला छन्। तिनीहरूको हालत पनि त्यही हो, अगाडिबाट तेल पछाडिबाट धुवा निकालेर घर फर्किने हो। फ्रान्सको अगाडि दुईवटा घुँडा टेकेर बस्ने उनीहरू, जित्न आउने होइन, फ्रान्सले जितेको हेर्न आउने हो त्यो टिमहरू। अब तिनीहरूको पनि हालत त्यही हुनेवाला छ केटा। के लाग्छ तपाईँहरूलाई, फ्रान्सलाई कुनै टिमले रोक्न सक्छ त वर्ल्ड कपमा? मलाई चाहिँ लाग्दैन है। तपाईँहरूलाई लाग्छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला। भामोस सु।